हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू के छ, सन्चै हुनुहुन्छ? म चाहिँ एकदम बिन्दास छु होइन। आज चाहिँ धेरै पछि केटाहरूसँग यसो राइड जानला छु। म चाहिँ अब केटाहरूको रुममा जान्छु। त्यहाँ पछि हामी 4वटा बाइक हुन्छ। त्यसपछि आज हामी जानला चाहिँ डोमिनो यामा हो होइन। आज एकदम मौसम अलि हल्का चिसो चिसो रहेछ, हल्का घाम पनि लागिरहेछ। केटाहरूको रुममा जान्छु। त्यसपछि केटाहरूको रुममा पनि आइपुग्न लाग्यो। नजिक हुन्छ केटाहरू के गर्दै रहेछ त्यो हेर्नु पऱ्यो होइन। आज बेलुकाको राइड खोइ त केटाहरू खै नि के हो खोइ यहाँ रहेछ होइन केटाहरू। ठिक ठिक हुन्छ न्युट्रलमा। ल ल भाइ राइडरले बाइक निकाले ल। ठेट ल केटाहरू है, यस्तो नेपालबाट हिजो भर्खर हेलमेट आएर होइन, यस्तो खतरामा यस्तो हेलमेट आएछ। ल जापानको पुलिसहरू ढल्छ है अब। ल मा यत्तिकै हेलमेट लगाएपछि चाहिँ ल ठिक छ ठिक। जाम 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 धेरै नकुदा है केटाहरू अघि त्यहाँ भित्रीमा टाउको घुम्छ अहिले। रमेश भाइ अगाडि गए पनि बिस्तारै आइन्छ है, आफूले आफ्नै फेजमा आइन्छ है। रमेश भाइ अब रमेश भाइले बाइक चलाउनु लागेको छ। राइडर भाइ हो यो चाहिँ। MT3 होइन, MT3। ल हिँड हिँड ल नाइट राइड। ल फाइनल्ली बल्ल बल्ल आइपुग्यो जङ्गलको बाटै बाटो। यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ कि अझ हामी चाहिँ आउनलाई अलि ढिला भयो कि। अब केटाहरूसँग सबैलाई भेटघाट गरेर आउनलाई अलिक ढिला भयो, नत्र त यहाँ चाहिँ सनसेट हुने बेला आउनुपर्छ। यस्तो दामी बबाल भ्यू देख्छ कि यहाँबाट चाहिँ है। दामी छ तै पनि राति भए पनि। ल अब चाहिँ हामी चाहिँ फर्किएको है। लास्टै ढिला भइसक्यो, रात परिसक्यो। सबजनाको भोलि काम छ है। त्यो त मात्रै जाऊ भाइ, मेरो भाइ जाऊ जाऊ गयो मेरो रमेश भाइ राइडर। मेरो भाइ बिस्तारै झन्डै अघि तस्नु हालिदिएको होइन। बिस्तारै बिस्तारा यत्तिकै हुनुपर्छ है। ल अब घुम्ती त यहाँ भाइ थके यार चाहिँ यत्तिको राइड चाहिँ हान्नुपर्छ है। ल
केटी हो क्या मा कस्तो मोडिफाई हाने कि सिधै हो सिधै 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 हाम्रो 250 भयो नि मा कुदाइदिन्छ फेरिमा 90 सय त फेरि फिलिनी हो फेरि केटाहरूको कोही के ठक्कै देख्ने हितोरी देख्का हितोरी देख्का ठक्कै देख्ने हुन्छ नि
झर पड्काएको केटाहरू ल अब चाहिँ म चाहिँ छुट्टिने टाइम है अब केटाहरू उता जान्छ म यता जान्छु भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब पनि है त ल थ्याङ्क यू